युनिभर्सिटीमा त संस्कृत पनि पढिन्छ, के त्यो जोगिन्छ त्यो भाषा? जनजीवनबाट कटेपछि त्यो जतिसुकै युनिभर्सिटीमा पढाउनुहोस् त्यो भाषाको कुनै अर्थै छैन। विश्व भाषा क्याम्पसमा कतिवटा भाषा पढाइन्छ? नेपालको जनजीवनमा जीवित हुन्छन् ती भाषा। त्यहाँ स्पेनिस पनि पढाइन्छ, जापानिज पनि पढाइन्छ, चाइनिज पनि पढाइन्छ, तर त्यो नेपाली समाजमा जीवित हुन्छन् ती भाषा। विश्व भाषा क्याम्पसको कक्षा कोठामा जीवित हुन्छ त्यो। क्याम्पसमा त संस्कृत पनि पढाइन्छ नि, के अर्थ छ त्यसको? ओ संस्कृत विश्वविद्यालय खोला छ संसारमा, कहीँ नभएको हाँडी जात्रा, हाँडी गाउँको जात्रा। भाषाको युनिभर्सिटी हुन्छ कतै? इङ्ग्लिस युनिभर्सिटी भन्ने हुन्छ, उर्दू युनिभर्सिटी। मैले अघिल्लो भिडियोमा लर्ड मेकालेको शिक्षा सिद्धान्तको बारेमा कुरा गरेको थिएँ र साम्राज्यवादीहरूको शिक्षालाई बिगार्ने रणनीतिको बारेमा पनि केही कुराहरू गरेको थिएँ। र यहाँ अहिले आइपुग्दाखेरि तपाईँहरूले आहुतिले बोलेका केही कुराहरू सुन्नुभयो। र उहाँ लर्ड मेकालेको शिक्षा सिद्धान्तबाट प्रभावित हुनुका साथसाथै कम्युनिस्ट विचारधाराबाट समाजमा रहेका भाषा, संस्कृति, कला, मूल्य, मान्यता, दर्शन सबै सिद्ध्याउनेमा अभियानमा उहाँ लाग्नु भएको छ। र उहाँका प्रत्येक चाहिँ भनाइहरूबाट चाहिँ हाम्रो समाजलाई चाहिँ अत्यन्तै होच्याएर उहाँले चाहिँ पढाइको समाजलाई यहाँ भित्र्याउनको निम्ति एउटा महत्त्वपूर्ण भूमिका खेल्दै हुनुहुन्छ भन्ने कुरा उहाँको प्रत्येक भनाइबाट सिद्ध हुन्छ। हेर्नुहोस् त, उहाँले हाम्रो समाजमा रहेको जुन संस्कृत भाषालाई यति होच्याएर भन्नुभयो नि, संस्कृत भाषा त ज्ञान, विज्ञान, कला, संस्कृति, दर्शन सबैको चाहिँ मूल जननी हो। संसारमा रहेका सबै भाषाहरूको चाहिँ मूल नै संस्कृत भाषा हो। र संस्कृत भाषा छ र ज्ञान छ, संस्कृत भाषा छैन, ज्ञान छैन। तपाईँले भाषाका चाहिँ मूल स्रोतको बारेमा पनि त पढ्नु भएको होला, जान्नु भएको होला नि। ती भाषाहरूको मूल स्रोतमा तपाईँ जानुभयो भने संस्कृत भाषामा नपुगिकन ती भाषाहरूको बारेमा तपाईँ जान्न सक्नुहुन्न। देवनागरी लिपिको बारेमा तपाईँ जान्न सक्नुहुन्न। र देवनागरी लिपि नभएका भाषाहरूमा पनि संस्कृतको चाहिँ सम्बन्ध रहेको कुरा चाहिँ भाषाका स्रोतहरू खोज्दै जाँदा, भाषाको मूल खोज्दै जाँदाखेरि त्यहाँबाट पत्ता लाग्छ। र ती भाषाहरूमा भएका राम्रा कुराहरू त लिने हो होइन, तर यसैलाई होच्याएर बोल्नु भनेको चाहिँ यो त भएन नि। किन भन्नुहुन्छ भने प्राचीन समयमा भएका ऋषि महिषीहरू पनि त एक किसिमका वैज्ञानिकै हुन्। ती वैज्ञानिकहरू प्रतिपादन गर्ने भाषा भनेको पनि त संस्कृत हो। तर हामीहरूले बुझ्नुपर्छ, जब हामी हाम्रो भाषा, संस्कार, इतिहासप्रति गौरव गर्न सिक्छौँ नि, हामी मौलिकतामा बाँच्न सिक्छौँ। जब हामी आफूलाई घृणा गर्न सिक्छौँ नि, तब हामी चाहिँ अरूको गुलाम बन्न सक्छौँ। यो नै लर्ड मेकालेले हाम्रो दिमागमा भरिदिएको चाहिँ एक किसिमको शिक्षाको विकृत स्वरूप हो होइन। र इन्डियालाई जसरी चाहिँ अङ्ग्रेजले गुलाम बनायो नि, त्यही शिक्षा प्रणाली नेपालमा भित्र्याएर र बाहिर असफल भइसकेको कम्युनिस्ट सिद्धान्त देशमा चाहिँ ल्याएर होइन, यो भनेको एउटा गुलामी बनाउने एउटा चाहिँ पद्धति मात्रै हो। र जति सक्दो हामी यस विषयमा बुझ्छौँ, जति छिटो हामीले यसलाई चाहिँ हामीले बुझेर चाहिँ हामी मौलिकतातर्फ आउँछौँ, तब मात्र हामीले हाम्रो समाजलाई चाहिँ राम्रो गतिमा अगाडि बढ्न सक्छौँ। होइन भनेदेखि यो 80 वर्षमा हामीले जे गुमाएका छौँ, हाम्रो पुस्ताहरूलाई चाहिँ पुनः जागृत हुन र अगाडि बढ्न अझ धेरै समय लाग्छ।